हेलो नमस्ते राधे राधे सलाम वालेकुम स्वागत छ सबैजनालाई मेरो अर्को रियाक्सन भिडियोमा। म फेरि पनि रियाक्सन भिडियोको साथ उपस्थित भइसकेको छु। म आज रियाक्ट गर्न गइरहेको छु अपकमिङ स्टार भन्दा नि हुन्छ होइन। शब्दकारको शब्दलाई म रियाक्ट गर्न गइरहेको छु। आइज जिन्दगी सँगै बसी चिया खाउँ भन्ने शब्दकारको नयाँ सङ्ग रिलिज भएको छ होइन। ढिला नगरिकन लेट्स गेट इन्टु द भिडियो है त। शब्दकार ओए जिन्दगी। इतिश र शब्दकारको आइज जिन्दगी सँगै बसी चिया खाउँ। आइज जिन्दगी सँगै बसी चिया खाउँ, तनी थाकिस थकाएर अनेक ठाउँ। ए जिन्दगी बिसाइदियो भारी, के को जतन जब जानु नै छ छाडी। बुझिरहनु भएको छ नि शब्द। आइज जिन्दगी सँगै बसी चिया खाउँ, तनी थाकिस थकाएर अनेक ठाउँ। ए जिन्दगी बिसाइदियो भारी, के को जतन जब जानु नै छ छाडी। ए जिन्दगी लिने हो फिर कतियो, उधारो जीवन राख्या छु मृत्युलाई बन्दगी। ट्रु 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 एकदमै उधारो हो यो जिन्दगी होइन। टेन्सन लिनु पर्दैन, धेरै स्ट्रेसमा बस्नु पर्दैन। उधारो हो क्या जिन्दगी, एक दिन छोडेर जानै छ। प्लिज डिप्रेस नहौँ होइन, चिलमा बसौँ है त लाइफमा। यही शब्दकारको शब्दले यही भनिरहेको छ। क्रेजी लाइन है। जुनुको अर्थ खोज्दा जीवन हुन्छ अर्थहीन, उज्यालो खोज्दा खोज्दै जीवन एक दिन निप्छ नि। जीवन हरेक शब्दमा पज गर्न मन लाग्छ यार। उज्यालो खोज्दा खोज्दै एक दिन निप्छ जिन्दगी म्यान होइन। उज्यालोको खोजीमा हिँड्दा हिँड्दा एक दिन कुन दिन अन्धकार हुन्छ थाहा नै हुँदैन। म्यान वाट अ लाइन। को भागदौड सकिन्छ उड्दा कात्रो, जीवन त चिया हो साथी, दुःख र सुखको स्वादको जुन सिलाइ पाइँदैन अर्को। त्यसैले बाँचौँ एक कप चियासँग, एक सरको हाँसो। निसुना खबर के छ, खुसी भयो चौतारी, भरि यहाँलाई भेट्दा किन निराश हुन्छ तीर्थ। दुःख लेख्ने दैवले सुख पनि लेख्छ, हेर्न कात्रो बेस। दुःख लेख्ने दैवले सुख पनि अवश्य लेख्छ। एक दिन नराम्रो भन्दैमा भोलिको दिन नराम्रो हुन्छ भन्ने छैन। राम्रो दिन अवश्य आउँछ है त। क्रेजी लाइन शब्दकार। दोकानदारले भोटो पनि बेच्छ, त्यसैले नसोच मात्र तँलाई भएको होला जीवन कतिसम्म निर्दयी छ थाहा छैन तँलाई। कतै बाउले छोराको चिता जलाइरहेको होला, त्यसैले रोकी ए जिन्दगी तँलाई थकाइ लाग्यो होला। क्रेजी रोकिन्न समय हुँदैमा घडीको सुई बन्द, दियोको तारिफ तर यहाँ खासमा रुई जल्छ। जति नै उडे नि पाउले दियोको तारिफ तर यहाँ रुई जल्छ अरे क्या। कस्तो कस्तो शब्द हो क्या म्यान, कस्तो शब्द लेखेको यार शब्दकार। अपकमिङ स्टार लिरिकली बबाल। जमिनमा छुइरहन्छ, थप्दा मात्र एक तल्ला छत नि अचानक भुइँ बन्छ। त्यसैले छोटो जीवन मिठो पार्न मन छ, भाग्य कोर्न दिए शान्ति लेखी कलम भाँच्न मन छ। सिधाना टेढो वागन बाहिर नाच्न मन छ, कहानीको अन्त्यसम्म नाटक गरिराख्न मन छ। जति मानी चल्छ जीवन उपहार हो एक बारको, छाडेर जाने हो यो माया मोहरो के कामको। म गल्ती गर्छु तर दोस्रो पटक फरक खालको, भोलि अन्तिम सोचे अनि मूल्य बुझे एक रातको। चिताको पुगे नि चितामा जानै पर्छ, देखेको पाउन सायद भेटेको छाड्नु पर्छ। पर्दैन साधु बन्न, कर्मले जादु गर्छ। सास फेर्नु सब थुन्न, जिउँदो हुन बाँच्नु पर्छ। आइज जिन्दगी सँगै बसी चिया खाउँ, तनी थाकिस थकाएर अनेक ठाउँ। ए जिन्दगी बिसाइदियो भारी, के को जतन जब जानु नै छ छाडी। आइज जिन्दगी सँगै बसी चिया खाउँ, तनी थाकिस थकाएर अनेक ठाउँ। ए जिन्दगी बिसाइदियो भारी, के को जतन जब जानु नै छ छाडी।
क्रेजी यार, क्रेजी 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 लाइन छ कसम से बास। प्लिज प्लिज जसले शब्द कहाँलाई सब्सक्राइब गर्नुभएको छ नि प्लिज सब्सक्राइब गर्नु होला प्लिज। अनि हिट इज अफ हिट क्या कसम से भनेको यस्तो क्रेजी लाइन छ, यस्तो हरेक शब्दमा यथार्थ छ क्या म्यान, हरेक शब्दमा यथार्थ छ। सो जिन्दगानीमा कहिले डिप्रेस हुनुभएको छ होइन, सो अलिकति मेन्टल प्रेसर मेन्टल टेन्सनमा मेन्टल हेल्थले जुधिरहनु भएको छ भने प्लिज यो शब्दकारको शब्दहरू सुन्नु होला होइन, यु विल फिल गुड क्या कसम से भनेको यस्तो बवाल छ नि लाइन। मसँग शब्दै छैन क्या शब्दकारलाई के शब्दले बयान गर्नु होइन, क्रेजी म्यान क्रेजी। लङ 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 लामो बाटो जानु छ होइन। सो यस्तै खालको अझै अझै बवाल 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 सङहरू अझै ड्रप हुन्छ होला जस्तो मलाई लागिरहेछ। प्लिज कन्टिन्यू गरौँ होइन, सब्सक्राइब गर्नु होला प्लिज, शब्दकारलाई सब्सक्राइब गर्नु होला, मलाई गर्नुहोस् नगर्नुहोस् तपाईँहरूको हातमा छ, तर दिस म्यान डिजर्भ सब्सक्राइब होइन। सो प्लिज सब्सक्राइब गर्नु होला, भ्युज पनि खासै त्यस्तो धेरै छैन, सो सक्दो 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 सेयर गर्नु होला होइन। सो प्लिज प्लिज म्यान दिस म्यान निड समथिङ है, एकदम बवालै छन् होइन, अति बवाल लाग्यो मलाई चाहिँ पर्सनली। तपाईँहरूलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला होइन। सो म फेरि पनि अर्को रियाक्सन भिडियोको साथ उपस्थित हुने बाचा गर्दै आजको लागि बिदा हुन चाहन्छु। हस्त धन्यवाद, राधे राधे।